उमेर भइगयो हेर्नुहोस् कतिन्जेल पो बाँच्छौँ र है। अनि आगो ताप्नु मुढाको कुरो सुन्नु बुढोको भन्थे। अनि कति सत्य लाग्थ्यो। कहाँ हुनु आजकल त कुरा सुन्न भर्खरका ठिटाको है। अनि चुबो लाएर बस्ने अलि बुढापाकाहरू। अब हामी जस्ताहरू हामी त बुढा भयौँ। अब हाम्रा भावी सन्तानहरूलाई भन्ने कि अब यिनीहरूलाई बुढाबुढीलाई के भन्ने त है। अनि अहिले यस्तो जमाना आएछ। त्यही भएर अब सतर्क बस्नु पर्यो, होसियार बस्नु पर्यो हामी पनि। अब ठुला मान्छे भएपछि अब ठुलै सोच लिएर हिँड्न पर्यो है। सादै जीवन भए पनि उच्चै विचार हुनु पर्यो भन्ने हामीलाई लाग्दो रहेछ। त भन्ने कस्तो लाग्दो रहेछ त तपाईँहरूलाई? यो कुरो सत्य हो त भनेर भन्दाखेरि कस्तो लाग्दो रहेछ त तपाईँहरूलाई?